स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेको पुनरावेदन आयो। सोभ्यू निर्वाचनको परिणाम, नेविसंघ बन्यो पहिलो। अनेरा सब्यू र अखिल क्रान्तिकारी बीच प्रतिस्पर्धा। बदलिँदो राजनैतिक कोर्सको नयाँ चित्र, प्रचण्ड तर्किने, ओली पछ्याउने। कर्मचारीको उमेर हद 58 वर्ष नै कायम राख्ने तयारी। पाटन अस्पतालको शौचालयबाट भागेका थुनुवा कञ्चनपुरमा भेटिए। साहसी एक युवक जसले युट्युब भिडियो हेरेर आफ्नै पेटको शल्यक्रिया गरे। एसईमा व्हाट्सएप मार्फत चिट चोराएका 2 निरीक्षक पक्राउ। दर्शकवृन्द, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटक पटक सम्पर्क गरे पनि भेट्न नसकेको गुनासो गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राखिएको थियो। बैठकमा माओवादी केन्द्रका सांसद विमला सुवेदीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन्। बिहीबार प्रचण्ड भने बाराको सिमरनगढ र कलैयामा आयोजित कार्यक्रममा व्यस्त थिए। प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने जिकिर गरेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत 38 आङ्गिक क्याम्पसको मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाम अनुसार पहिलो नेविसंघ, दोस्रो अनेरा सब्यू र तेस्रो अनेरा सब्यू क्रान्तिकारी छन्। त्यस्तै यो निर्वाचनमा स्वतन्त्रले छलाङ मारेको छ। नेविसंघले 14, अनेरा सब्यूले 10, अखिल क्रान्तिकारीले 8, स्वतन्त्रले 4 र समाजवादी विद्यार्थी युनियन नेसपाले 1 क्याम्पसमा विजय हासिल गरेका छन् भने उपत्यकाका 9 सहित 21 क्याम्पसको निर्वाचन प्रक्रिया स्थगित भएको छ। स्वतन्त्र उम्मेदवारले पुलचोक इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार धरान, चितवन इन्जिनियरिङ क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा विजयी भएका छन्। स्वतन्त्र अध्यक्षलाई विभिन्न पार्टीले आफ्नो दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा शुक्रबार पुनरावेदनमा गएका छन्। स्वर्णलक्ष्मी सहकारीले 690 बचतकर्ताको 1 अर्ब 19 करोड 30 लाख 90,493 रुपियाँ हिनामिना गरेको आरोप छ। उक्त काममा संलग्न भएको आरोपमा मुछिएका लामिछानेलाई गत माघ 2 गते अदालतले 60 लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको एकल इजलासको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारले पनि त्यस विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो। निजामती कर्मचारीको अवकाशको उमेर हद 58 वर्ष नै राख्ने र कुलिङ पिरियड 2 वर्ष राख्ने तयारी भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उपसमितिमा यस्तो तयारी भएको हो। राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गत दिलेन्द्र प्रसाद बडु संयोजकत्वको उपसमितिले विधेयकलाई अन्तिम चरणमा पुर्याएको छ, जसमा विधेयक पारित भएर प्रमाणीकरण भइसकेपछिको मितिले 1 वर्षसम्म अवकाशको उमेर हद 58 वर्ष राखिने भएको छ। कानुन बनेको दोस्रो वर्षमा भने अवकाशको उमेर हद 59 वर्ष राखिने भएको छ भने तेस्रो वर्षमा भने 60 वर्ष पुर्याउन लागि हो। ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरमा फेला परेका छन्। प्रहरीले गैराती कञ्चनपुर स्थित गड्डा चौकी नाका नजिकैबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त साधो बाटोको हिरासतमा रहेका अछामका 19 वर्षीय दीपक साउद बुधबार दिउँसो 12:30 बजेतिर पाटन अस्पतालबाट भागेका थिए। बलात्कारका आरोपित उनी हिरासतमा रहँदा बिरामी भएकाले उपचारका लागि पाटन अस्पताल लगिएको थियो। भारतमा एक युवकले युट्युबको भिडियो हेरेर आफैले आफ्नो पेटको शल्यक्रिया गरेका छन्। भारतको उत्तर प्रदेश स्थित मथुराका 32 वर्षीय राजा बाबु नाम गरेका एक युवकले युट्युब भिडियो हेरेर आफ्नो पेटको शल्यक्रिया आफै गरेको जनाइएको छ। अत्याधिक पेट दुख्ने समस्या भएपछि ती युवक डाक्टरलाई देखाउन पनि गएका थिए, तर उनको रोग नै पत्ता नलागेपछि घरमै आराम गरिरहेका थिए। दुखाइ बढ्दै गएको र रोग पनि पत्ता नलागेपछि उनले युट्युबमा पेटको शल्यक्रिया सम्बन्धी भिडियो हेरेर आफ्नो पेट आफैले शल्यक्रिया गरेका थिए। जारी एसईई परीक्षामा व्हाट्सएप ग्रुप मार्फत चिट चोराउने 2 जना निरीक्षकलाई बारा प्रशासनले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रूपमा रहेका सौरभ छन्। उनीहरूले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।